आज पनि सो फेरि साइकल यात्राको लागि टक्क रेडी भयो म। रेडी भएर टक्कै निस्किसक्यो। अलिअलि गर्मी छ। ओ माई गड, अलिअलि साला खासै मेरो राइडर दामी हुनेवाला त छैन होइन। निस्किसकेँ। के भयो फेरि टक्क कुकुर भेटिदेखि आएको क्या फेरि। गर्मी त यार साइकलको पाइडल हान्दै गर्मी हुन्छ भस्मी। सकिन्न के अरे ब्रेक लाग्दैन। फेरि ब्रेक बिना नै हो क्या दौड्ने होइन। टक्क अब मेरो यहाँबाट यस्तो रन्केर गाडी आउँछ कि टक्कै पुटुल चौराबाट अब हामी टक्क भित्र लाग्नेछौँ। गर्मी चाहिँ अब पुरै छोडिदिएँ पुरै होइन। सो गर्मी त एकदम छ के होइन। आज बबाल रमाइलो हुने छ। रेगली यो 10-15 किलोमिटर नन स्टप साइकलमा हेर्नु पर्नेछ होइन। सो गाइज अब म चौरा टक्क क्रस गर्छु। बिस्तारै बाबु। सो आजको भिडियो लङ चाहिँ हुनसक्छ। सो सबैले टक्कै हेरेर मात्रै भएन, सब्सक्राइब पनि गर्नुपर्छ होइन। सो लङ भिडियो चाहिँ हेर्नुपर्छ। तर म कहाँसम्म जाने भन्ने ठ्याक्कै थाहा नै छैन कि। अनुमानित 10-15 किलोमिटर हुनसक्छ भन्ने कुरा चाहिँ म अनुमान गरिसकेको छु। सो यहाँनिर भन्ने मलाई थाहा नै छैन क्या लोकेसन होइन। त्यो बुटोलको यो फेरि हाम्रो गर्मी एउटा हात चलाउनु पर्छ। सो पछिबाट हान्देला भन्ने डर हुन्छ क्या। ए बाबा कहाँ जाने कता जाने थाहा नै छैन मलाई फेरि। मजा त मजा हुन्छ क्या है। साइकल झन् साइकल छ र अलिकति सजिलो भइरहेछ। गर्मीमा दौडिन अब गाह्रो त गाह्रो छ। सो साइकलको समस्या के छ भन्दाखेरि आज फेरि खासै ब्रेक लाग्दैन क्या फेरि। अब बनाऊँ भनेको यार सबैले चलाइदिन्छ फेरि त्यो भएर ब्रेक नै लाग्दैन क्या। सो आज मेरो गन्तव्यसम्म मैले नन स्टप भिडियो बनाउने छु। सो सबैले भिडियो हेर्नुपर्ने हुन्छ होइन, स्किप चाहिँ गर्नुहुन्न। सो मेरो आज भित्रदेखि बाहिर निस्केसम्मको गतिविधि सबै भिडियोमा होइन। भिडियोमा मैले चाहिँ के भयो साइकल ए बाबा झन् जति दौडी त्यति गर्मी हुन्छ क्या। अब मैले ट्याक्कै कहाँ जाने भन्दाखेरि थाहा नै छैन क्या। सो म जाने चाहिँ होइन के भन्छ अरे मेरो ब्यागमा पछाडि क्यामेरा छ कि। सो क्यामेरा बनाउनु जाने हो जानु चाहिँ। अब मैले कहाँ छ ठाउँ थाहा नै छैन यो क्यामेरा बनाउने। सो डुल्दै खोज्दै हिँड्दै जाने हो होइन। अब कहाँ हो थाहा नै छैन। सो गर्मी छ 2 बजेको माइमा ए बाबा। यसो गर्मीमा सधैँ हिँड्ने हुँदाले अलिअलि बानी परिरहेछ, त्यही भएर अलिक सजिलो छ होइन। अಯ್यो सो साथीभाइलाई अब यताबाट यस्तो लाग्नुपर्ने हुन्छ टक्क। कता जाने त्यो चाहिँ हाम्रो फिल्म हल हो होइन। कहिलेकाहीँ हेर्नुपर्छ। साथीहरूले फेरि हानिदिने जस्तो गरेर आउँछ क्या, हानिदिने जस्तो गरेर होइन।
ए सो तपाईँहरूले भन्नुहुन्छ सधैँ रातो झोला कता बोकेर आइया हुन्छ जस्तो भन्नुहुन्छ होला। मेरो रातो झोला चाहिँ अब लाइफभरिको झोला नि रातो हो क्या। खै कान्छा म जान्छु त्यसपछि आइज। अब हामी यहाँबाट बाटो काट्छौँ। अब म डुल्दा आमा कुरी साइकलमा यसो पाइडल हान्दै बस पार्क आइसकेँ। त्यो बस पार्क हो यतापट्टिको होइन। त्यो बस पार्कको माथि आकाशी पुल। त्यो सबै बस पार्क हो के। अब सरकारी हस्पिटलमा त एकदम भिड हुन्छ नि त, त्यही भएर यतातिर सबै बाइकहरू यो हस्पिटल आएको सबै बिरामीहरूको जस्तो लाग्छ मलाई चाहिँ होइन। यो माथि आकाशी पुल यहाँ टक्क गर्मीमा शीतल खोज्दै सुतिरहेछ होइन मान्छेहरू। यस्तो जिन्दगी पनि लास्टै आनन्द हुन्छ जस्तो लाग्छ क्या मलाई चाहिँ होइन। अब माकुरी बाटो चाहिँ यस्तो खत्तम छ अहिले म ठ्याक्कै यो के भन्छ अरे यता माथि पाल्पा जाने अर्थात् माथिबाट पोखरा जाने अनि यताबाट पाल्पा तानसेन अनि गुल्मी नेपालगञ्ज अरेहाजी काठमाडौँ सबै जाने चोक हो होइन। यो टक्क यहाँ चोकनिर पुगिसक्यो। अब यहाँ चोकबाट म भित्र छिर्छु। त्यसपछि मेरो मेन चाहिँ टार्गेट भनेको क्यामेरा बनाउन आएको। मेरो झोलामा क्यामेरा छ यहाँ। बाबा 4 नंबर बन गई। बाटो काट्नु नदिने के। टक्क भित्र जाने हो। अङ्कल एकछिन